हेलो नमस्कार सबैजनालाई सन्चै हुनुहुन्छ होप सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु आज म साथीहरू भेट्नको लागि आएको छु धेरै वर्षपछि भेट्दैछु म सबैजनालाई अनि म यहाँ कल गरिरहेको छु क्या अनि फोनै उठिरहेको छैन अनि ठिकै छ आउँदै गर्छन् भनेर हामी दुईजना चाहिँ लाग्यो भित्र गएको कस्तो राम्रो म भिडियो गर्दै थिएँ अनि भाइ फेरि नर्भस भयो कि ठ्याक्क भिडियो देखेर अनि त्यही भएर उसले चाहिँ ड्रप गर्यो तर उसले योभन्दा अगाडि चाहिँ कस्तो मजाले गरिरहेको थियो एन्स हुन त म पहिलोचोटि आएको होइन पहिला पनि आइरहेको यहाँको चाहिँ कस्टमर सर्भिस बेस्ट छ क्या म जति पनि गएँ अहिलेसम्म त्यो भरिमा मलाई यो चाहिँ एकदमै मनपर्छ र म पटक पटक गइरहेको ठाउँ हो होइन अरू पनि आउनुहुन्छ मेन चल्ने भनेकै कस्टमर सर्भिसले त हो संस्कारी बोय प्रो म्याक्स थ्याङ्क यू एकजना साथी भने भर्खर आएको छन् म चाहिँ उसलाई लिनको लागि गेटसम्म जाँदैछु उनको चाहिँ यहाँ फर्स्ट टाइम हो उसलाई चाहिँ लोकेसन भन्दा ऊ बल्ल आएको छिन् कि यहाँ म चाहिँ एकदम भेट्नको लागि एक्साइटेड भएर लिन जाँदैछु उसलाई यहाँनिर म झन्डै लडेको त्यही पनि म साथी भनेपछि त यस्तो लडाइँ त केही होइन भन्दै हेरेको उहाँनिर रहेछन् आऊ भनेर म चाहिँ वेभ गर्दै थिएँ अनि मलाई देखेर आइन् अनि त्यहाँबाट कति खुसी लाग्यो उसलाई देखेर कति वर्षपछि भेट्दैछु नि त अनि त्यत्रो वर्षसँगै ब्याचलर पढ्यो अनि अहिले त कति पछि भेट हुँदैछु उनको खुसी पनि अलगै लेभलको छ आफ्टर कति इयर्स चाहिँ आफ्टर 2 years 2.5 भइसक्यो यस्तो भइसक्यो अब हेर न के छ खबर ल चिराउनु पर्यो ल यसरी हो कि हात मिलाउ न आफ्टर 2 years 2 वर्षपछि भेट भयो के छ पनि हाम्रो अनि तिमीहरू यहीँ भएर पनि भेट नभएको अनि यिनीहरू तपाईको जस्ता जस्तै हुनुहुन्छ जस्ता जस्तै बच्चाको मम्मी भइसक्यो के को जस्ता त्यही एकदम किन जस्ता जस्तै जस्ता जान्न चाहन्छ हौ जस्ता जस्तै देख्यौ नाजन भान्जीको मुख हेर्ने अनि लिएर आएनन् नि त अनि उलाई लिएर आएको भए चाहिँ उलाई नै समात्दै दुगुर्न पर्थ्यो हामी सबैले समात्थ्यौँ नि घर आउकै एक दिन सबैजना यहाँ चाहिँ हामी अरूलाई वेट गर्दै थियौँ त्यो टाइमको मौका पारेर हामी फोटोसोटो खिच्दैछौँ सबले अन्त यही हो कि बच्चा भइसकेपछि अघि हामीले पनि त्यही भनेको अब भान्जा गाउँछ नेक्स्ट टाइम आज त हाइटमा हो नि त चार बज्यो ए 4 बजे भनेको मान्छे यहाँ टाइम हामी चाहिँ हेरेको न खुसी हुँदैछिन् ढिलाए पनि के गर्नु हुनै पर्यो खुसी त गाइस यो चाउमिन खाएको त मलाई याद छ भाइ कलेजमा त चाउमिन लभर खाँदाखेरि भिडियो गरेर त्यही त रोको होला म यसले उयो गरे होइन अर्को आइफोनमा चाहिँ राम्रो आएको रहेछ चाउमिन खाएको चाउमिन उसको त अहिले पनि नाम छ नि त डिङम्यान चाउमिन त खान मन चाहिँ के खाम कि मतलब अलिकति कलाकारिता त देखाउनै पर्यो होइन ओके बाई बाई सबैजनालाई हामी त साथीसँग भेटेर खुसी भयौँ अब हजुरहरूको पालो आफ्नो साथीहरूसँग भेट्ने बाई लभ यु अल